नमस्कार सबैमा। म र मेरी साथी श्रृङ्खलामा हजुरहरूलाई स्वागत गर्दै मेरी साथीले वाचन गरेको यो कवितातर्फ म हजुरहरूलाई लाँदैछु। लु सुनौ त साथीको कविता। आजको कविता विवस्ता घामको। कुनै गर्भवतीका राता गाला झैँ धपक्क बलेको रातो घाम क्षितिज पारी जाने तर्खरमा छ। संसारभरिको खुसी बटुलेर उसले भोलि फेरि फर्कनु छ। रातले जन्माएकी सुकोमल बिहानीको अनुहारमा मुस्कान छर्न। झिसमिसेमै हाँस्छ ऊ, अन्तरका सबै वेदना लुकाई। किन नहाँसोस्? उसको हाँसो हेरेर नै दिनले सास फेर्छ। केवल दिनको खुसीको निम्ति ऊ हाँस्छ। आफूभित्र जलेको आगोले कति पोल्दो हो उसलाई। सहज हुन्न यसरी आफू जलेर आफू खरानी भएर अरूलाई मलजल गर्न। भन्छन् 7 घोडाको रथमा सवार भई मदमस्त घुम्छ घाम त्यो गगनमा। तर कसले देखेको छ ती सप्त घोडा, त्यो सुनको रथ? अदृश्य ती घोडा जस्तै अदृश्य छन् उसका गर्भमा लुकेका पीडाहरू। अश्राव्य छन् उसका सुस्केराहरू। पद पद बलेका अगुल्टा छातीमा राखेर प्रत्येक क्षण मुस्कुराउन विवश छौ। र साथी हो, हामीले सधैँ घामलाई उज्यालो मुखले हाँसिरहेको देखेका छौँ। त्यसको भित्र पनि पीडा लुकेको हुन सक्छ, हामीले सोच्न पनि सक्दैनौँ। र साथीले कवितामा गरेको बयान जस्तै सायदै होला नहोला पनि। फेरि पनि हजुरहरूले मेरी साथीको कविता मन पराउनुहुन्छ भन्ने म आशा राख्दछु। र हजुरहरूले मेरो भिडियोमा कमेन्ट दिएर त्यसलाई लाइक बटन दबाएर र सेयर बटन दबाएर मलाई उत्साह दिनुहुन्छ भन्ने आशा पनि मैले पालेकी छु। धन्यवाद।